Hi guys, how are you? दुनिया गाइज दुनिया कहीँ लडाइँ चलिरहेको छ, कहीँ मान्छेहरू बसिरहेका छन् होइन, कहीँ बुवा आमाको छोराछोरी शहीद भएर बुवा आमालाई बाँचु कि मरौँ भन्ने भएको छ भने कहीँ इलेक्सन भइरहेको छ। त्यो इलेक्सनमा वृद्ध भएका बुवा आमा अपाङ्ग भएका मान्छेहरूले भोट हाल्न आएको देख्दा त्यो समयमा, त्यो अन्तिम समयमा, त्यो परिस्थितिमा पनि देशको लागि माया र देशमा केही परिवर्तन भए नि आउँछ कि भन्ने जुन सपना छ उहाँहरूको, त्यो देख्दा आज म आफू आफ्नो देशमा भोट हाल्न किन जान पाएन भनेर मन खिन्न भएको छ, पछुतो लागेको छ गाइज। भोटको त्यति महत्त्व हुँदो रहेछ भन्ने बुझेँ मैले। थाहा छैन अब नेक्स्ट टाइम कहिले भोट हाल्न पाउँछु मैले अथवा मेरो जीवनमा। सकेसम्म त्यस्तो परिस्थिति नआओस् भन्छु, किनकि जो हाम्रा शहीद भएका दाजुभाइहरू छन् उहाँहरूको आत्माले शान्ति पाओस् र देशले प्रगति गरोस्, देशमा केही चिजको कमी नहोस्। उहाँहरूले दिएको जुन ज्यान छ, उहाँहरूको परिवारको जुन के भन्ने गाइज हालत भएको छ यो समयमा, पछुतो नलागोस् कि मेरो सन्तानको बलिदान खेर गएन भनेर त्यति नै रिक्वेस्ट छ महाकालसँग, पूर्णाङ्गिनी मातासँग, घटाल बाबासँग। सकेसम्म देश बनोस्, हाम्रो वृद्ध भएका बुवा आमाले राम्रो देख्न पाउन्, हाम्रो आउने भावी सन्तानहरूले राम्रो देख्न पाउन्, शहीदहरूको रगत खेर नजाओस्, उहाँहरूको स्मृति रहिरहोस्, उहाँहरूको परिवारको भलो होस्, देशको उन्नति प्रगति होस् र भोट दिने सबैको भोट राम्रो काममा सदुपयोग होस्। जय नेपाल, जय नेपाल।